नेपालको भू राजनीतिक र परराष्ट्र मामिलाको परिदृश्यमा हालै विकसित केही घटनाक्रमहरू, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनालको नयाँ दिल्ली भ्रमण र त्यस भ्रमणका दौरान एनएसएका एडभाइजर अजित डोभालसँगको उच्च स्तरीय भेटवार्ता, त्यसका साथसाथै अमेरिकाका विशेष दूत सर्जियो गोरसँग नयाँ दिल्लीमै रवि दाईको एउटा रणनीतिक संवाद केवल कनेक्टिभिटी वा पर्यटन जस्ता परम्परागत विषयमा सहकार्यको लागि भएको होला भन्ने विश्वास गर्न सकिँदैन। एउटा अन्तर्राष्ट्रिय सम्बन्धको रियालिस्ट एन्ड सेक्युरिटी एङ्गलबाट हेर्दा यी भेटघाटहरूले यो दक्षिण एसियाकै भूभागमा एउटा भू राजनीतिक पुनर्संरचना, जियोपोलिटिकल रिअलाइनमेन्टको गम्भीर सङ्केतलाई उजागर गरेको हुन सक्ने मलाई लाग्छ। यसलाई राम्रोसँग डिकोड गर्ने हो भने कहीँ न कहीँ त्यो परिणाम आउला। नेपालमा बालेन शाहको नेतृत्वमा बनेको नयाँ सरकार र संसदमा राष्ट्रसभाको बलियो उपस्थितिपछि जुन यो पश्चिमा र भारतीय संस्थापन पक्षले कदमहरू चालेका छन्, त्यसको सूक्ष्म रूपले विश्लेषण गर्नुपर्ने आवश्यकता देखिन्छ। यसलाई केही बुदामा अलिकति व्याख्या गरेर हामी हेरौँ, जसमा भू राजनीतिक पुनर्संरचना र नेपालको नयाँ सत्ता समीकरणमा सुरक्षाको दृष्टिकोणबाट कसरी अगाडि बढिरहेको छ त्यसलाई हेर्नुपर्ने हुन्छ। कस्तो भने नेपालमा आएको व्यापक राजनीतिक परिवर्तन र संसदमा एउटा ठुलो जनमतसहित उदाएको नयाँ शक्तिसँग नयाँ दिल्ली र वासिङटनको बढ्दो र अलिकति एग्रेसिभ पोलिटिकल इन्गेजमेन्ट जुन भइरहेको छ, त्यसलाई सतही रूपमा द्विपक्षीय सम्बन्ध सुधार भनेर अहिले पत्याउन सकिने वातावरण छैन। परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय सुरक्षा संयन्त्रका मियो अजित डोभालसँग गरेको जुन यो एकल वार्ता थियो, रवि लामिछानेले अमेरिकी विशेष दूतसँग दिल्लीमै गरेको संवाद थियो, जुन 1 महिनाभित्रै भारत नेपाल आउँदा पनि उहाँसँग भेट भएको थियो, भारत जाँदा पनि भेट भएको थियो। त्यसलाई सूक्ष्म रूपले हेर्ने हो भने यसले के सङ्केत गर्छ भने अब नेपाल नीतिमा आर्थिक कूटनीति भन्दा पनि सुरक्षा र रणनीतिक कूटनीति, अलिकति स्ट्राटेजिक एन्ड सेक्युरिटी डिप्लोमेसी हावी भएको छ भनेर भन्दा फरक पर्दैन। रणनीतिक कदमका पछाडि पनि मुख्य 3वटा अन्तर्निहित सुरक्षा चासोहरू देखिन्छन्, जसलाई अलिकति सूक्ष्म रूपमा हेरौँ। जसको पहिलो हो चाइना या टिबेट फ्रन्टियर। नेपालमा नयाँ सरकार गठन भएसँगै परम्परागत राजनीतिक दलहरू, खास गरेर कङ्ग्रेस, एमाले, माओवादीको तुलनामा नयाँ नेतृत्वको चीन नीति कस्तो रहन्छ भन्नेमा नयाँ दिल्ली र वासिङटन दुईटैको चासो अलि बढी नै छ, जुन निकै संवेदनशील पनि छ। नेपालको उत्तरी सिमाना तिब्बतसँग जोडिएकोले पनि अमेरिका रूपी इन्डो पेसिफिक रणनीति र भारतको राष्ट्रिय सुरक्षा ग्रिडका लागि नेपाल सबैभन्दा महत्त्वपूर्ण बफर स्टेट हो भन्दा फरक पर्दैन। ठ्याक्कै यही समयमा तिब्बती आध्यात्मिक नेता दलाई लामाको दिल्ली आगमन र पश्चिमा कूटनीतिकहरूको दिल्ली तथा काठमाडौँमा बढेको एउटा सक्रियतालाई क्रस रिफरेन्स गरेर हेर्दा हिमालयन क्षेत्रमा बेजिङको प्रभावलाई कहीँ न कहीँ रोक्नको लागि नयाँ कूटनीतिक मोर्चाको खोजी भइरहेको बुझ्न सकिन्छ। अमेरिकी विशेष दूत सर्जियो गोरले काठमाडौँमा प्रधानमन्त्री बालेन शाहसँग भेट गर्न खोजेका थिए, तर त्यति बेला हुन सकेको थिएन। उनले फेरि नयाँ दिल्लीमै रवि लामिछानेसँग संवाद गर्नुले पनि वासिङटनले नेपालको नयाँ र निर्णायक शक्तिसँग अलिकति दिगो र रणनीतिक सम्बन्ध बनाउन चाहेको या त्यसमा अलिकति इनिसिएट गर्न खोजेको देखिन्छ, त्यो स्पष्टै बुझ्न सकिन्छ। त्यसको लागि परराष्ट्र सम्बन्धका ठुल्ठुला सिद्धान्तहरू खोजिराख्नु पर्दैन। यसको दोस्रो गम्भीर विषय भनेको परम्परागत सुरक्षा चासोको एउटा नयाँ सुरक्षा ग्यारेन्टी भन्ने प्रश्न पनि हो। भारतीय सुरक्षा मामिलामा अत्यधिक प्रभाव राख्ने अजित डोभालले नेपालको परराष्ट्र मन्त्रीसँग भेट्नुको अर्थ हो
भारत नेपालको पूर्वाधार र जलविद्युतमा मात्र होइन, नेपालको बदलिदो सुरक्षा नीति र सैन्य तथा इन्टेलिजेन्स सामर्थ्यतामा पनि अलिकति बढी केन्द्रित छ है। नेपालको सरकारले अङ्गीकार गर्न सक्ने वा सम्भावित राष्ट्रवाद र त्यसले भारतको सुरक्षा रणनीति, खास गरेर सिमाना सुरक्षा र सूचना आदान प्रदानलाई पार्न सक्ने, प्रभावलाई प्रिएम्प्ट गर्न सक्ने एउटा भारतीय संस्थापनको प्रयास हो जस्तो देखिन्छ। यसको अर्को गम्भीर विषय भनेको एउटा मल्टी च्यानल डिप्लोमेसी पनि हो। जस्तै परम्परागत रूपमा नेपालका पुराना दलहरूलाई मात्र डिल गर्दै आएको नयाँ दिल्लीले यसपटक राष्ट्रपा र नयाँ धारका नेताहरूलाई जुन स्तरको त्यो रेड कार्पेट रिसेप्सन दिएको छ, यसले दुई हिसाबले, खास गरेर ट्र्याक 1 भनेको सरकारी स्तर र ट्र्याक 1.5 अर्थात् राजनीतिक र रणनीतिक स्तरमा कूटनीतिलाई सँगसँगै अगाडि बढाएको देखिन्छ। अमेरिकी दूत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश मन्त्री एस जयशङ्करले लामिछाने र खनालसँग गरेको सघन भेटघाटहरूले पनि नेपालको नयाँ राजनीतिक नेतृत्वलाई कहीँ न कहीँ एउटा सेक्युरिटी अम्ब्रेला र रणनीतिक प्राथमिकता अनुकूल हिँडाउन खोजेको वा त्यसको लागि आफ्नो प्रभावमा पार्न खोजेको स्पष्ट रूपमा देख्न सकिन्छ। अब यो सब कुरालाई अलिकति सूक्ष्म ढङ्गले विश्लेषण गर्ने हो भने नेपालको नयाँ र घरेलु राजनीतिक शक्ति र परराष्ट्र मन्त्रालयका लागि यो एउटा ठुलो रणनीतिक परीक्षाको घडी हो। यसलाई रिपिट गरौँ, नेपालको नयाँ शक्ति द्याट इज राष्ट्रपा, जहाँ एउटा आफ्नै खालको द्वन्द्व चलिरहेको छ केही गुटहरू, र परराष्ट्र मन्त्रालयको लागि खास गरेर एउटा ठुलो रणनीतिक परीक्षाको घडी हो। पर्यटन र ऊर्जाका कुराहरू भनेको एउटा डिप्लोमेटिक क्यामोफ्लेज मात्रै हो। यो आवरणको भित्री रूपमा अलिकति इन्डो युएस स्ट्राटेजिक कोअपरेसन र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ बिचको एउटा त्यो तीव्र प्रतिस्पर्धामा नेपाललाई कहीँ न कहीँ सुरक्षित राख्ने वा आफ्नै कित्तामा उभ्याउने एक्सर्साइज पनि भइरहेको छ भन्ने बुझ्न सकिन्छ। अब नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै नयाँ दिल्ली र वासिङटनसँग यो गम्भीर सुरक्षा चासोहरूलाई सन्तुलनमा राख्न सकेन भने आगामी दिनमा नेपाल महाशक्ति राष्ट्रहरूको एउटा भू राजनीतिक द्वन्द्वको मुख्य अखाडा बन्ने जोखिम देखिन्छ।